रत्नगर महोत्सव 2082 को पावन अवसरमा सम्पूर्ण आयोजक समिति, सहभागी महानुभावहरू, दर्शकवृन्द, स्थानीय उद्योगी, व्यवसायी, कलाकार, पत्रकार, सुरक्षाकर्मी तथा चितवनवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो महोत्सवले चितवनको समृद्धि, सांस्कृतिक विविधता, कृषि, पर्यटन र स्थानीय उत्पादनको पहिचान बढाउने कार्यमा महत्त्वपूर्ण योगदान दिनेछ भन्ने मैले विश्वास लिएको छु। समाजलाई एकताको डोरीले बाँध्दै आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिको दिशामा रत्नगर महोत्सव 2082 प्रेरणाको स्रोत बनोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। यस अवसरमा सबैलाई सहभागिताको आह्वान गर्दै महोत्सव सफल, ऐतिहासिक होस् भन्ने शुभकामना व्यक्त गर्दै यहाँहरू सम्पूर्णमा छोटो मिठो मन्तव्य यही विसर्जन गर्न चाहन्छु। हस्त हार्दिक नमस्कार, धन्यवाद।